अब यो क्वेसनमा जाउँ। यहाँ भन्दैछ डिफाइन स्ट्रिमलाइन फ्लो अफ लिक्विड। स्ट्रिमलाइन फ्लो भनेको के हो अनि स्ट्रिमलाइन फ्लोजको प्रोपर्टिजहरू के हुनुपर्छ र इक्वेसन अफ कन्टिन्युटी भनेको के हो त्यसलाई डिराइभ गर्नुपर्ने। अब सुरुमा स्ट्रिमलाइन फ्लो भनेको बुझ्यौँ। सपोज यसरी लिक्विड्सहरू मुभ गरिरहेको छ है, यसरी लिक्विड्सहरू मुभ गरिरहेको छ। अब यो पछाडिको लिक्विडले चाहिँ अगाडिको लिक्विडले जुन बाटो फलो गरेको छ पछाडिको लिक्विडले पनि सेम बाटो फलो गर्यो भने र मानिलिउँ यो पोइन्टमा भेलोसिटी जति छ यहाँबाट पास हुने सबै लिक्विडको पनि भेलोसिटी यो पोइन्टमा के हुनु पर्यो। सपोज यो 2 मिटर पर सेकेन्ड छ भने यहाँबाट फ्लो हुने जति पनि यो पोइन्टबाट यो लिक्विडहरू फ्लो हुन्छ यो पोइन्टमा भेलोसिटी कति हुनु पर्यो त 2 मिटर पर सेकेन्ड नै हुनु पर्यो। यस्तोलाई भन्छ स्ट्रिमलाइन फ्लो। स्ट्रिमलाइन फ्लो भनेको के रहेछ भन्दा अगाडिको पार्टिकलले जुन बाटो फलो गरेको छ पछाडिको पार्टिकलले पनि त्यही बाटो फलो गर्नु पर्यो र कुनै पनि एउटा पार्टिकुलर पोइन्टमा एउटा पार्टिकलको भेलोसिटी जति हुन्छ अरू पार्टिकलको भेलोसिटी पनि के हुनु पर्यो त त्यति नै भयो भने त्यस्तो फ्लोलाई स्ट्रिमलाइन फ्लो भन्छ है। के रहेछ अगाडिको पार्टिकलले जुन बाटो फलो गर्यो पछाडिकोले पनि त्यही फलो गर्नु पर्यो र प्रत्येक पोइन्टमा भेलोसिटी के भइदियो सेम भइदियो। सेम भइदियो भनेको मिनिङ यो पोइन्टमा जति भेलोसिटी छ यहाँबाट फ्लो हुने लिक्विडको भेलोसिटी यो पोइन्टमा के हुन्छ त्यति नै हो भनेको। सपोज मानिलिउँ यहाँ 3 मिटर पर सेकेन्डमा कुद्दै थियो तर यहाँ 2 मिटर पर सेकेन्डमा छ भने अब यहाँ आइसक्दाखेरि यो लिक्विडको भेलोसिटी यो पोइन्टमा चाहिँ कति हुनु पर्यो 2 मिटर पर सेकेन्ड। यहाँदेखि यता बढ्न पायो यता पनि बढ्न पायो र यही पार्टिकुलर पोइन्टमा चाहिँ भेलोसिटी सधैँभरि के भइराख्नु पर्यो सेम भइराख्नु पर्यो। सपोज यहाँ 3 मिटर पर सेकेन्ड हुन्छ भने यहाँबाट जुन पनि लिक्विड फ्लो हुन्छ त्यसको भेलोसिटी 3 नै हुनु पर्यो, त्योभन्दा बढी वा कम्ती हुन पाउँदैन। त्यही भएर के भन्न सकिन्छ भन्दा इफ एभ्री पार्टिकल अफ द फ्लुइड फलोज द सेम पाथ अफ इट्स प्रेसिडिङ पार्टिकल भन्नुको मिनिङ अगाडिको पार्टिकलले जुन बाटो फलो गरेको छ पछाडिको यो अगाडिकोले जुन बाटो फलो गरेको छ पछाडिकोले पनि त्यही बाटो फलो गर्यो भने र कुनै एउटा पार्टिकुलर पोइन्टमा भेलोसिटी के भइदियो भने कन्स्ट्यान्ट भइदियो भने त्यसलाई भन्छ स्ट्रिमलाइन फ्लो। त्यही भएर हामी के भन्न सक्छौँ इफ एभ्री पार्टिकल अफ द फ्लुइड फलोज द सेम पाथ अफ इट्स प्रेसिडिङ पार्टिकल। प्रेसिडिङ पार्टिकल भनेको अगाडि जाने पार्टिकलको सेम पाथ फलो गर्यो र भेलोसिटी सेम भइदियो भने एउटा पार्टिकुलर पोइन्टमा भने त्यस्तोलाई हामी के भन्छौँ स्ट्रिमलाइन फ्लो भन्छौँ। र स्ट्रिमलाइन फ्लो हुनको लागि एक दुईवटा प्रोपर्टिजहरू यसको मेन प्रोपर्टिजहरू छ। यसको प्रोपर्टिजहरू पहिलो प्रोपर्टिजले के भन्छ भन्दाखेरि दुईवटा स्ट्रिमलाइन फ्लो कहिले पनि इन्टरसेक्ट हुँदैन भनेको एउटा लिक्विड यसरी फ्लो गरिरहेको छ अर्को लिक्विड पनि यसरी नै फ्लो गर्नु पर्यो तर यो दुईवटा गएर यसरी इन्टरसेक्ट हुन सक्दैनन्। त्यसो भए पहिलो के रहेछ नो टु स्ट्रिमलाइन फ्लो नेभर इन्टरसेक्ट। दुईवटा स्ट्रिमलाइन फ्लो के नहुने रहेछन् नेभर इन्टरसेक्ट कहिले पनि इन्टरसेक्ट हुँदैनन्। अनि यो कुनै पनि पोइन्टमा यदि हामीले टेन्जेन्ट ड्र गर्ने हो भने टेन्जेन्ट यो कुनै पनि पोइन्टमा यदि हामीले टेन्जेन्ट ड्र गर्यौँ भने कुनै पनि पोइन्टमा टेन्जेन्ट ड्र गर्यौँ भने यसले डाइरेक्सन अफ स्ट्रिमलाइन फ्लो दिन्छ। टेन्जेन्टले के दिने रहेछ डाइरेक्सन अफ स्ट्रिमलाइन फ्लो दिन्छ। टेन्जेन्टले के दिन्छ अरे टेन्जेन्टले के दिन्छ अरे डाइरेक्सन दिन्छ। टेन्जेन्टले के दिँदो रहेछ डाइरेक्सन। एउटा प्रोपर्टिज के भयो दुईवटा स्ट्रिमलाइन फ्लो कहिले इन्टरसेक्ट भएनन्। दोस्रो प्रोपर्टिज के भयो स्ट्रिमलाइन फ्लोको स्ट्रिमलाइन फ्लोमा टेन्जेन्ट ड्र गर्यो भने त्यसले डाइरेक्सन अफ के दिन्छ स्ट्रिमलाइन फ्लो दिन्छ। अनि त्यस पछाडि अर्को के हुन्छ त यसको प्रोपर्टिज भन्दाखेरि कुनै एउटा पार्टिकुलर पोइन्टमा भेलोसिटी के हुन्छ सेम हुन्छ। यो तीनवटा प्रोपर्टिज याद गर्ने। पहिलो के रहेछ दुईवटा स्ट्रिमलाइन फ्लो इन्टरसेक्ट हुँदैनन् कहिले पनि। दोस्रो भनेको स्ट्रिमलाइन फ्लोमा टेन्जेन्ट ड्र गरियो भने त्यसले के दिने रहेछ डाइरेक्सन दिने रहेछ र पार्टिकुलर पोइन्टमा भेलोसिटी के हुन्छ सेम हुन्छ भने त्यस्तो फ्लोलाई हामी स्ट्रिमलाइन फ्लो भन्छौँ। नेक्स्टमा जाउँ इक्वेसन अफ कन्टिन्युटी भनेको छ है। इक्वेसन अफ कन्टिन्युटी भन्ने बित्तिकै एक दुईवटा कुरो सम्झिहाल्नुपर्छ। इक्वेसन अफ कन्टिन्युटी इक्वेसन अफ कन्टिन्युटीमा पहिलो कुरो के सम्झिने त यहाँ लिक्विड के हुनुपर्छ आइडियल हुनुपर्छ अनि अर्को के हुनुपर्छ स्ट्रिमलाइन हुनुपर्छ। लिक्विड के हुनुपर्ने रहेछ आइडियल र स्ट्रिमलाइन। यो चाहिँ की पोइन्ट हो यो चाहिँ लेख्नै पर्छ।
है। एउटा के हुन्छ आइडियल, अर्को स्ट्रिमलाइन। इन आइडियल एन्ड स्ट्रिमलाइन फ्लो अफ लिक्विड, यदि लिक्विडको फ्लो आइडियल र स्ट्रिमलाइन छ भने द प्रोडक्ट अफ के को प्रोडक्ट त एरिया एन्ड भेलोसिटी, एरिया र भेलोसिटीको प्रोडक्ट के हुन्छ कन्स्ट्यान्ट हुन्छ। एरिया र भेलोसिटीको प्रोडक्ट के हुन्छ कन्स्ट्यान्ट हुन्छ। त्यसैलाई नि इक्वेसन अफ कन्टिन्युटी भन्छ। त्यसो भए इक्वेसन अफ कन्टिन्युटी भनेको के रहेछ, यदि फ्लो आइडियल छ र स्ट्रिमलाइन छ भने एरिया र भेलोसिटीको प्रोडक्ट के हुन्छ कन्स्ट्यान्ट हुन्छ। त्यसलाई नि भन्छ इक्वेसन अफ कन्टिन्युटी। अनि कोही कोही बेला तिमीहरूलाई आइडियल फ्लो भनेको कस्तो फ्लोलाई भन्छ भनेर सोध्न सक्छ है। आइडियल लिक्विड भनेको कस्तोलाई भन्छ भन्दा जुन लिक्विड नन भिस्कस होस्, नन भिस्कस भनेको बाक्लो नहोस् र जुन के होस् इनकम्प्रेसेबल होस्, भन्नुको मिनिङ जसलाई कम्प्रेस गर्न नसकियोस्, जुन के होस् इरोटेसनल होस्। इरोटेसनल भनेको पानी घुमेको नहोस्, पानीमा भुमरी नपरोस् भनेको है। एउटा नन भिस्कस हुनु पर्यो, अर्को इनकम्प्रेसेबल हुनु पर्यो, अर्को इरोटेसनल हुनु पर्यो र फ्लो भनेको स्टेडी हुनु पर्यो। यो तीनवटा भयो भने लिक्विडमा यो तीनवटा प्रपर्टी छ भने त्यसलाई भन्छ आइडियल लिक्विड। के हुनु पर्यो नन भिस्कस, अनि इनकम्प्रेसेबल, अनि इरोटेसनल, अनि स्टेडी। भन्नुको मिनिङ बाक्लो हुनु भएन, कम्प्रेस गर्न नसकियोस्, पानी घुमेको नहोस् वा पानीमा भुमरी परेको नहोस्, अनि फ्लो कस्तो होस् त स्टेडी होस्। त्यसलाई भन्छ आइडियल लिक्विड। र स्ट्रिमलाइन भनेको चाहिँ के रहेछ, अघि भर्खर भनेको छ होइन, प्रत्येक पार्टिकलले अगाडिको पार्टिकलको बाटो फलो गर्यो भने त्यसलाई भन्छ स्ट्रिमलाइन। र यदि त्यस्तो खालको लिक्विड छ भने एरिया र भेलोसिटीको प्रोडक्ट चाहिँ के हुने रहेछ त कन्स्ट्यान्ट हुन्छ। भन्नुको मिनिङ ए इन्टु भी के हुन्छ कन्स्ट्यान्ट हुन्छ। त्यसलाई नि इक्वेसन अफ कन्टिन्युटी भन्छ है। त्यसलाई नि इक्वेसन अफ कन्टिन्युटी भन्छ। अब यो गर्नको लागि हामीले एउटा पाइप लिनुपर्छ। सपोज यो एउटा पाइप भयो है, यो एउटा पाइप भयो, यो पाइप यस्तो खालको पाइप छ है। यहाँबाट लिक्विड इन गर्दैछ, यहाँबाट चाहिँ लिक्विड के गर्छ त आउट गर्छ है। अनि यो जुन यहाँ लिक्विड इन गर्दैछ यसको भेलोसिटी v1 छ र यो साइडको एरिया a1 छ। त्यस्तै गरी यहाँबाट जुन लिक्विड बाहिर निक्लिन्छ त्यसको भेलोसिटी v2 छ र एरिया a2 छ भने है। त्यसो भए डेल्टी टाइम्समा कति डिस्टेन्स ट्राभल गर्छ त भन्दा डेल्टी टाइम्समा कति डिस्टेन्स ट्राभल गर्छ त भन्दा डिस्टेन्स निकाल्ने फर्मुला भेलोसिटी बाई टाइम हुन्छ। अनि के अरे त्यो होइन है, भेलोसिटी निकाल्ने फर्मुला चाहिँ डिस्टेन्स बाई टाइम हुन्छ। अब डिस्टेन्स इक्वल्स टु भेलोसिटी इन्टु टाइम भयो। हामीसँग यहाँ टाइम कति छ त एकदमै स्मल टाइम छ, त्यही भएर डिस्टेन्स कति ट्राभल गर्ने रहेछ भी इन्टु डेल्टी। त्यसो भए यहाँबाट यहाँसम्म डेल्टी टाइममा कति ट्राभल गर्यो त v1 इन्टु डेल्टी ट्राभल गर्यो। सिमिलरली यहाँदेखि यहाँसम्म यो बाहिरसम्म कति ट्राभल गर्यो त v2 इन्टु डेल्टी ट्राभल है, यति ट्राभल गर्यो। त्यसो भए यहाँबाट कति मास छिर्यो त भित्रपट्टि भन्दा त्यो मासलाई m1 भनौँ। यो भनेको भित्रपट्टि छिरेको मास m1 है। m1 कसरी आउँछ त भन्दाखेरि m1 कसरी आउँछ, यो भनेको भेलोसिटी के अरे भोल्युम इन्टु डेन्सिटी गरेर आउँछ। भोल्युम कसरी आउँछ एरिया इन्टु डिस्टेन्स गरेर आउँछ इन्टु डेन्सिटीको डेन्सिटी। एरिया यो साइडको एरिया कति छ यो a1 छ, त्यही भएर एरिया a1 भयो। अनि यो साइडमा डिस्टेन्स कति ट्राभल गर्यो त भन्दा v1 डेल्टी ट्राभल गर्यो अनि डेन्सिटीको डेन्सिटी। अनि यहाँबाट जुन लिक्विड निक्लिन्छ, यहाँबाट जुन लिक्विड निक्लिन्छ यो डेन्सिटीलाई मैले ρ1 भन्दै है, यो भेलोसिटीलाई v1, यो ρ1, यो d1, यो a1। त्यस्तै गरी m2 इक्वल्स टु कति हुन्छ त भन्दा v2 इन्टु ρ2 हुन्छ है। अब यहाँ v2 भनेको कति भयो त, यहाँ भनेको a2 अघिको जस्तै v2 डेल्टी अनि ρ2 भयो। अब इक्वेसन अफ कन्टिन्युटीले फेरि कन्जर्भेसन अफ मास फलो गर्छ नि, के फलो गर्छ कन्जर्भेसन अफ
मास फलो गर्छ है यसले। कन्जर्भेसन अफ मास भन्नुको मिनिङ यहाँबाट यहाँसम्म के अरे यहाँ जति मास इन्टर हुन्छ त्यति नै मास यहाँबाट बाहिर जान्छ, नझुकिने नि। जति मासभित्र छिरो त्यति नै मास यहाँबाट बाहिर निक्लिन्छ। त्यही भएर यसले कन्जर्भेसन अफ मास फलो गर्छ भन्नुको मिनिङ m1 इक्वल्स टु m2 हुन्छ। अब m1 को भ्यालु कति छ त? a1 b1 अनि ρ1 डेल्टी, अनि m2 को भ्यालु a2 b2 ρ2 डेल्टी है। डेल्टी डेल्टी क्यान्सिल। अब यहाँ लिक्विड कस्तो हुनुपर्छ? इन्कम्प्रेसेबल। कस्तो हुनुपर्छ अरे? इन्कम्प्रेसेबल। इन्कम्प्रेसेबल भन्नुको मिनिङ डेन्सिटी के हुन्छ भनेको सेम हुन्छ भनेको। त्यसो भए यो डेन्सिटीलाई पनि काट्न पाइयो। त्यसो भए रह्यो a1 b1 इक्वल्स टु a2 b2। यसलाई हामी के लेख्न सक्छौँ? ab इक्वल्स टु कन्स्ट्यान्ट भनेर। यसलाई नि भन्छ इक्वेसन अफ कन्टिन्युटी। नझुकिने है। हामीले यहाँ के गर्यौँ त इक्वेसन अफ कन्टिन्युटी निकाल्नको लागि भन्दाखेरि, फेरि एकचोटि सरसर्ती रिभाइज गरौँ। इक्वेसन अफ कन्टिन्युटी निकाल्नका लागि हामीले यहाँ गरेको भनेको एउटा ट्युब लिएको है, एउटा ट्युब लिएको। त्यो ट्युबको दुईवटा इन्ड, यहाँबाट लिक्विड इन्टर गऱ्यो, यहाँ लिक्विड इन्टर गरेको m1, यहाँबाट लिक्विड बाहिर निक्लेको m2। यो एरिया a2, भेलोसिटी v2, यहाँको एरिया a1, भेलोसिटी v1। यहाँबाट के अरे यो भयो है। अब के हुने रहेछ त भन्दा मास कति इन्टर गऱ्यो त डेल्टी टाइम्समा? कति टाइम्समा? डेल्टी टाइम्समा। कति इन्टर गऱ्यो भन्दा a1 b1 अनि ρ1 अनि डेल्टी, अनि कति मास बाहिर निक्ल्यो भन्दा a2 b2 ρ2 डेल्टी, अनि मास के भयो? कन्स्ट्यान्ट। किनकि यसले के फलो गर्छ अरे? कन्जर्भेसन अफ मास। सोधिदिन सक्छ नि कोही कोही बेला के भन्छ इन व्हिच प्रिन्सिपल इक्वेसन अफ कन्टिन्युटी इज बेस्ट भनेर भन्यो भने यो केमा बेस्ट हुन्छ? कन्जर्भेसन अफ मासमा बेस्ट हुन्छ। त्यही भएर a1 b1 ρ1 डेल्टी इक्वल्स टु यो के भयो? a2 b2 ρ2 डेल्टी। सबै क्यान्सल गर्दा हामीले के पायौँ? ab इक्वल्स टु कन्स्ट्यान्ट पायौँ। यो खालको न्युमेरिकल पनि एकदमै बढी सोध्ने चान्सेस हुन्छ, एकदमै इम्पोर्टेन्ट हुन्छ है। यहाँ के भन्दैछ? क्यालकुलेट द एरिया अफ द पोइन्ट बी। यो पोइन्ट बी भयो, यो पोइन्ट ए भयो, यो पोइन्ट बीको एरिया निकाल्नु भन्दैछ। अब यो भ्यालुहरू यहीँ दिएको छ है। अब यो साइडको एरियालाई मानौँ हामी a1। a1 कति दिएको रहेछ? 2 × 10⁻² मिटर। अनि यहाँ a2 कति दिएको रहेछ त? यहाँ a2 को भ्यालु फाइन्ड गर्नुपर्ने। v1 को भेलोसिटी कति दिएको छ? 1 मिटर पर सेकेन्ड, र v2 को भ्यालु कति दिएको रहेछ त? 4 मिटर पर सेकेन्ड। अब यहाँ के हुन्छ भन्दा जति लिक्विड इन्टर गर्छ त्यति नै लिक्विड यहाँबाट के हुन्छ? बाहिर हुन्छ भन्नुको मिनिङ कन्जर्भेसन अफ मास फलो गर्छ। त्यही भएर हामी यहाँ इक्वेसन अफ कन्टिन्युटी लगाउन पाउँछौँ, नभए इक्वेसन अफ कन्टिन्युटी लगाउन पाइँदैन। इक्वेसन अफ कन्टिन्युटीले के भन्छ भन्दा प्रोडक्ट अफ एरिया एन्ड भेलोसिटी के हुन्छ भन्छ? कन्स्ट्यान्ट हुन्छ भन्छ। त्यसो भए यो कति कति भयो त भन्दा a1 b1 इज इक्वल टु a2 b2 चाहिएको हामीलाई a2। त्यसो भए कति भयो? a1 b1 बाई b2। अब a1 को भ्यालु कति दिएको छ भन्दा a1 को भ्यालु दिएको छैन हामीलाई त डायमिटर दिएको छ। हामीलाई यहाँ डायमिटर दिएको थियो है। अब त्यसो भए डायमिटरको टर्ममा लेख्नु पर्यो भने कति हुन्छ? पाई d2 स्क्वायर बाई 4 इज इक्वल टु पाई d1 स्क्वायर v1 बाई v2। यहाँ पनि 4, यो 4 क्यान्सिल, पाई पाई क्यान्सिल। त्यसो भए d2 स्क्वायर इक्वल्स टु कति आउँछ त भन्दा d1 स्क्वायर भनेको 2 × 10⁻² दिएको छ, यसको होल स्क्वायर भयो है। इन्टु v1 को भ्यालु कति छ? 1, v2 को भ्यालु 4 छ। त्यसो भए d2 स्क्वायर कति आयो? 10⁻⁴ मिटर आयो है। 10⁻⁴ आयो। अनि यहाँबाट रुट हटाउँदाखेरि यो कति भयो? 10⁻² मिटर भयो, विच इज फाइनल एन्सर। यो खालको न्युमेरिकलहरू एकदमै फोकस्ड गर्ने। यो खालको न्युमेरिकलमा कोही कोही बेला यसरी फिगर बनाइदिएर तिमीहरूलाई के पनि भनिदिन सक्छ भने यो के भन्छ यहाँ इन्डिकेटेड डायग्राममा
जस्तै यहाँ के भन्छ कोही कोही बेला एरिया दिन्छ हो, v1 निकाल्नु भन्छ, यो साइडमा के दिएको हुन्छ एरिया पनि भ्यालु दिएको हुन्छ, भेलोसिटी पनि भ्यालु दिएको हुन्छ। त्यस्तो बेलामा कुन फर्मुला लाउनु पर्ने रहेछ, a1 b1 इक्वल्स टु a2 b2 अनि यहाँबाट चाहिएको एन्सर निकाल्ने। यहाँ नेक्स्ट क्वेसनमा भनेको छ स्टेट बर्नल्स थ्योरम भनेको छ है। बर्नल्स थ्योरमको स्टेटमेन्ट मात्रै लेख्नु भनेको छ नि, अहिलेको सिलेबसमा त्यति साह्रो डेरिभेसन सोध्दैन, यस्तै खालको स्टेटमेन्टहरू मात्रै सोध्छ। अनि यहाँ अर्को के पनि भन्दैछ भने प्रोपर्टिज अफ अ लिक्विड टु सेटिस्फाई बर्नल्स इक्वेसन। यहाँ भनेको लिक्विडको कस्तो प्रोपर्टी हुनुपर्छ जसले बर्नल्स थ्योरम सेटिस्फाई गर्न सक्छ भनेको छ है। अनि अर्को के भनेको छ लिमिटेसन्स अफ बर्नल्स इक्वेसन। यसैको ठाउँमा यहाँ स्टेट बर्नल्स थ्योरम नभनेर यी क्वेसनहरू पनि राख्न सक्थ्यो है। अब त्यही भएर हामी यो बर्नल्स थ्योरमको सबै पढ्छौँ है। बर्नल्स थ्योरमले के भन्छ भन्दा यहाँ बर्नल्स थ्योरमले सम्झिराख्ने, यसले कन्जर्भेसन अफ इनर्जी फलो गर्छ। कोही कोही बेला सोध्न सक्छ कन्जर्भेसन अफ के फलो गर्छ त, इनर्जी फलो गर्छ। कन्जर्भेसन अफ इनर्जी भन्नुको मिनिङ टोटल इनर्जी के हुन्छ त कन्स्ट्यान्ट हुन्छ है। अब के भन्छ भन्दा बर्नल्स थ्योरमले भन्दा यहाँ पनि लिक्विड कस्तो हुनु पर्यो आइडियल हुनु पर्यो प्लस के हुनु पर्यो स्ट्रिम लाइन हुनु पर्यो। यदि लिक्विड आइडियल छ र स्ट्रिम लाइन छ भने के त एउटा प्रेसर इनर्जी, एउटालाई भन्छ प्रेसर इनर्जी, अर्कोलाई भन्छ काइनेटिक इनर्जी पर युनिट भोल्युम, काइनेटिक इनर्जी पर युनिट भोल्युम प्लस पोटेन्सियल इनर्जी पर युनिट भोल्युम अलवेज के हुन्छ कन्स्ट्यान्ट हुन्छ भन्छ। त्यसलाई नै बर्नल्स थ्योरम भन्छ। यो के रहेछ भन्दा इन आइडियल एन्ड स्ट्रिमलाइन फ्लो अफ लिक्विड द सम अफ प्रेसर इनर्जी पर युनिट भोल्युम, काइनेटिक इनर्जी पर युनिट भोल्युम एन्ड पोटेन्सियल इनर्जी पर युनिट भोल्युम अलवेज रिमेन्स कन्स्ट्यान्ट। त्यसैलाई नि के भन्छ बर्नल्स थ्योरम भन्छ है। के रहेछ प्रेसर इनर्जी पर युनिट भोल्युम, काइनेटिक इनर्जी पर युनिट भोल्युम, पोटेन्सियल इनर्जी पर युनिट भोल्युम सबै के हुँदो रहेछ कन्स्ट्यान्ट हुन्छ। त्यसैलाई नि भन्छ बर्नल्स थ्योरम। अब प्रोपर्टिज अफ अ लिक्विड टु सेटिस्फाई बर्नल्स थ्योरम, बर्नल्स इक्वेसन। बर्नल्स इक्वेसन सेटिस्फाई गर्न चाहिँ लिक्विडको प्रोपर्टी कस्तो हुनुपर्ने रहेछ, एउटा आइडियल अर्को स्ट्रिम लाइन। अब आइडियल मात्रै भन्दाखेरि पनि आइडियलको के प्रोपर्टी जान्नुपर्ने रहेछ त, आइडियल भनेको कस्तो फ्लो के हुनु पर्यो स्टेडी हुनु पर्यो, भन्नुको मिनिङ फ्लो कन्स्ट्यान्ट हुनु पर्यो। लिक्विड कस्तो हुनु पर्यो नन विस्कस हुनु पर्यो। अनि त्यस पछाडि नेक्स्टमा के थियो लिक्विड के हुनु पर्यो इनकम्प्रेसेबल हुनु पर्यो है, कम्प्रेस गर्न नसकियोस्। अनि अर्को के थियो त यहाँ लिक्विड घुमेको नहोस्, सिधा फ्लो गरोस्, लिक्विड घुमेको नहोस्, भुमरी नपरोस् भनेको है। यो भयो आइडियल लिक्विडको प्रोपर्टिज र प्लस के पनि स्ट्रिम लाइन पनि। यस्तो लिक्विडले मात्रै के सेटिस्फाई गर्छ बर्नल्स इक्वेसन। त्यसो भए लिमिटेसन चाहिँ के हो त भनेर भन्यो भने लिमिटेसन के रहेछ, यहाँ लिक्विडको फ्लो स्ट्रिम लाइन हुनु पर्यो, लिक्विड कस्तो हुनु पर्यो स्टेडी मुभ गरेको हुनु पर्यो, लिक्विड कस्तो हुनु पर्यो नन विस्कस हुनु पर्यो, लिक्विड कस्तो हुनु पर्यो इनकम्प्रेसेबल, लिक्विड कस्तो हुनु पर्यो इरोटेसनल। त्यसलाई नि के भनिन्छ लिमिटेसन्स अफ बर्नल्स इक्वेसन। सबै लिक्विडमा लगाउन सकिँदैन, कस्तो कस्तो मात्रै सकिने रहेछ त भन्दा जुन स्ट्रिम लाइन होस्, स्टेडी होस्, नन विस्कस होस्, इनकम्प्रेसेबल होस्, इरोटेसनल होस्, त्यस्तोमा मात्रै बर्नल्स थ्योरम एप्लाई गर्न सकिन्छ। यो भयो पहिलो। अब दोस्रोमा हामीलाई के भन्दैछ, पहिलो भइसक्यो, दोस्रोमा के भन्दैछ भने सो द्याट दिस इक्वेसन इज सेम एज इक्वेसन ड्यु टु पास्कल्स ल भनेको पास्कल्स लको जुन इक्वेसन हो यो इक्वेसन पनि त्यही हो भनेको है त, त्यही देखाउनु भनेको। अब बर्नल्स थ्योरमले के भन्छ भन्दा बर्नल्स थ्योरमले द सम अफ प्रेसर इनर्जी पर युनिट भोल्युम, अनि त्यस पछाडि अर्को काइनेटिक इनर्जी पर युनिट भोल्युम र अर्को पोटेन्सियल इनर्जी पर युनिट भोल्युम के हुन्छ त कन्स्ट्यान्ट हुन्छ भन्छ। कसले बर्नल्स थ्योरमले। अब के हुन्छ पास्कल्स ल कतिखेर एप्लाई हुन्छ लिक्विड केमा भएको बेलामा रेस्टमा भएको बेलामा। कस्तो बेलामा मात्रै एप्लाई गरिन्छ लिक्विड केमा हुनु पर्यो रेस्टमा। बर्नल्समा लिक्विड के गरिराखेको हुन्छ मुभ गरिराखेको हुन्छ।
त्यही भएर यदि लिक्विड रेस्टमा छ भने इफ लिक्विड इज एट रेस्ट इफ लिक्विड रेस्टमा छ भने लिक्विड केमा छ रेस्टमा छ भने भेलोसिटीको भ्यालु कति हुन्छ त 0 हुन्छ लिक्विड केमा छ भने रेस्टमा छ भने भेलोसिटीको भ्यालु कति 0 हुन्छ भने यो होल टर्म कति भयो त 0 रह्यो के त भन्दा p प्लस रो जी एच इक्वल्स टु के भयो कन्स्ट्यान्ट भन्नुको मिनिङ टोटल प्रेसर के भइदियो कन्स्ट्यान्ट पास्कल्स लमा के हुन्थ्यो टोटल प्रेसर के हुन्थ्यो कन्स्ट्यान्ट यहाँ पनि टोटल प्रेसर के भयो कन्स्ट्यान्ट के भएर लिक्विड केमा भएर रेस्टमा भएर त्यही भएर इट फलोज यसले के फलो गर्यो त इट फलोज पास्कल्स ल यसले के फलो गर्यो पास्कल्स ल फलो गर्यो अब 3 नम्बरमा यो सी नम्बरमा यो बी को एन्सर भइसक्यो अब सी को एन्सरको लागि अब यहाँ क्वेसनले के भनेको छ भन्दा अलिकति मेटौँ अब यो सी नम्बरमा जाउँ यो जुन डिभाइस दिएको छ यसलाई भन्छ भेन्चुरिमिटर है भेन्चुरिमिटर भन्छ यो एप्लिकेसन अफ बर्नर्स थ्योरममा पर्छ नि म्याक्सिमममा पढाइ हुँदैन तर एकदमै इम्पोर्टेन्ट हो है यो बर्नर्स थ्योरममा पर्छ यो बर्नर्स थ्योरमले यसको बारेमा स्टडी गर्छ अब यहाँ भनेको छ वाटर फ्लोज फ्रम पी टु क्यू पीबाट वाटर फ्लोज भएर कहाँ गएको छ क्यूमा गएको छ है यहाँ फिगरमा हेर्न सकिन्छ एक्सप्लेन वाइ इज हाइट h1 अफ कोलम एबी जुन यो एबीको कोलममा जुन यो हाइट दिएको छ h1 यो के हुन्छ ग्रेटर हुन्छ कुनको भन्दा h2 को भन्दा किन ग्रेटर भएको यो चाहिँ किन थोरै भएको यो चाहिँ किन सानो भएको भनेर सोध्दैछ है अब यो यसको लागि के गर्न सकिन्छ भन्दाखेरि जस्तै यहाँ हेर्न सकिन्छ यहाँ पी र क्यूमा जत्रो क्रस सेक्सनल एरिया छ त्यसो भए एरिया कुन साइडको पिक्यू साइडको बढी छ कुन साइडको यो आरएस साइडको भन्दा पिक्यू साइडको बढी छ एरिया अफ कुन साइड आरएस साइड अनि इक्वेसन अफ कन्टिन्युटीले के भन्छ भन्दा एबी इक्वल्स टु कन्स्ट्यान्ट यो भन्नुको मिनिङ के हो त एरिया इज इन्भर्सली प्रोपोर्सनल टु के अरे भेलोसिटी त्यसो भए जसको एरिया बढी त्यसको भेलोसिटी कम्ती जसको एरिया कम्ती त्यसको भेलोसिटी बढी अब कसको एरिया कम्ती छ आरएसको आरएसको कम्ती छ भने आरएसको भेलोसिटी के भयो त बढी भयो आरएसको भेलोसिटी बढी भयो भने पिक्यूको भेलोसिटी चाहिँ के भयो त कम्ती भयो सो फेरि एगेन बर्नर्स थ्योरमले के भन्छ यहाँ दुईवटा थ्योरम युज हुन्छ एउटा इक्वेसन अफ कन्टिन्युटी अर्को बर्नर्स थ्योरमले पी प्लस 1/2 रो भी स्क्वायर प्लस रो जीएच कन्स्ट्यान्ट भन्छ अब हेर है हाइट सेम छ भने यो टर्म 0 भयो यो टर्म 0 भयो भने रह्यो के पी प्लस 1/2 रो भी स्क्वायर के भयो कन्स्ट्यान्ट यो भन्नुको मिनिङ प्रेसर र भेलोसिटी इन्भर्सली प्रोपोर्सनल छन् अब यहाँ भेलोसिटी कसको बढी छ आरएसको बढी छ भने प्रेसर आरएसको के हुन्छ कम्ती हुन्छ अनि प्रेसर एबीको चाहिँ के हुन्छ त बढी भयो त्यही भएर हाइट h1 बढी भयो के भन्दा h2 भन्दा यसलाई सर्टकटमा कसरी भन्न सकियो त भन्दाखेरि एरिया अफ पिक्यू के रहेछ एरिया अफ पिक्यू बढी रहेछ एरिया अफ पिक्यू बढी भयो भने भेलोसिटी अफ पिक्यू के भयो कम्ती भयो भेलोसिटी कम्ती भयो भने प्रेसर के भयो बढी भयो त्यही भएर माथि चढो अर के पनि बुझ्दा भयो एरिया अफ आरएस के हुने रहेछ कम्ती रहेछ त्यसो भए भेलोसिटी अफ आरएस के हुन्छ त बढी हुन्छ भेलोसिटी बढी भयो भने प्रेसर के हुने रहेछ त कम्ती हुने रहेछ त्यही भएर h1 को भ्यालु ग्रेटर भयो के को भन्दा h2 को भन्दा यति गरियो भने 5 मार्क्स आउँछ कम्तीमा 5 मार्क्स आउँछ है ठिकै रहेछ फेरि एकचोटि बिर्सिन सकिन्छ एरिया अफ पिक्यू के हुने रहेछ बढी रहेछ त्यही भएर भेलोसिटी के भयो कम्ती भयो भेलोसिटी कम्ती भएकोले गर्दा प्रेसर के भयो बढी कुन साइडको पिक्यू प्रेसर बढी भएर हाइट पनि के भयो बढी भयो त्यस्तै एरिया अफ आरएस के भयो कम्ती आरएस के अरे एरिया कम्ती भयो भने भेलोसिटी बढी भेलोसिटी बढी भयो भने प्रेसर कम्ती प्रेसर कम्ती भयो भने हाइट पनि कम्ती त्यही भएर h1 ग्रेटर देन h2 भयो